नेपालकै सस्तो वाइफाई वाइफाई नेपाल 100 MBPS को ड्युअल राउटर भएको 654 रुपैयाँमा। के हो यसको वास्तविकता? के साँच्चै हो त नेपालकै सस्तो वाइफाई वाइफाई नेपाल? आउनुहोस् यो भिडियोमा जानौँ। म वाइफाई नेपालमा कल गर्न जाँदैछु, भिडियो अन्त्यसम्म हेर्दिनु होला र हामी कम्पनीबाटै बुझौँ यसको वास्तविकता र यथार्थ। साँच्चीकै 100 MBPS को स्पिडको ड्युअल राउटर भएको 654 रुपैयाँमा यो प्लान हो कि होइन? आउनुहोस् न। वाइफाई नेपालमा यहाँलाई स्वागत छ। वेलकम टु वाइफाई नेपाल। हजुर नमस्कार। हजुर यो वाइफाई नेपाल हो है? हजुर हजुर, यो अहिले अफर आएको भने तपाईँको 100 MBPS को ड्युअल राउटर भएको 654 भनेको के हो म्याम यो? हजुर 100 MBPS को 1 महिनाहरुको त्यस्तो प्याकेजहरु छैन है? हजुर 1 वर्ष र 24 महिनाको प्याकेजहरु मात्र छ। हजुर हजुर, अनि तपाईँको हजुर यो अनि मैले फेसबुकमा हेर्दाखेरि त 100 MBPS को ड्युअल राउटर भएको तपाईँको 654 रुपैयाँ भन्ने कुरा सुनेको थिएँ, त्यही भएर। डुअल राउटर छ तर 654 होइन, 1 महिनाको प्याकेजहरु छैन। 1 वर्ष र हजुर हजुर 24 महिनाको मात्र हो, तर 5G राउटर नै आउँछ त्यसमा। हजुर अनि 1 वर्षको कनेक्सन गर्दाखेरि चाहिँ 9469 पर्छ। हजुर हजुर अनि 2 वर्षको गर्दाखेरि चाहिँ हजुरलाई 2 वर्षको गर्दाखेरि चाहिँ 15,760 पर्छ। 2 वर्षको भन्नुभएको? हजुर हजुर, अनि 1 वर्षको लागि चाहिँ कति लाग्छ होला म्याम? सरी 9,000 हजुर 769 9,700 कति भन्नुभयो अरे? 9,469 9,469। हजुर 9,469। हजुर हजुर, अनि यसमा तपाईँको ड्युअल राउटर आउँछ कि आउँदैन? डुअल ब्यान्ड राउटर आउँछ 5G। हजुर 5G भनेपछि 9,000 भनेपछि महिनाको कति पर्यो म्याम? महिनाको प्याकेज छैन सर। होइन होइन, तपाईँ अहिले तपाईँले 9,000 कति 469 भन्नु भएन? हजुर अनि यसमा तपाईँको डिभाइड गर्दाखेरि महिनाको कति पर्दो रहेछ? त्यो त हालिएको छैन सर अहिले 1 महिनाको। हजुर, ए तपाईँले भन्नुभयो कस्तो भने 1 वर्षको 9,469 भन्नुभयो होइन? हजुर कति 100 MBPS को स्पिड हो? हजुर 100 MBPS नै हो। हजुर हजुर, ए अनि तपाईँको यसमा तपाईँको भ्याट सबै कर ट्याक्सहरू सबै गरेर हो कि? हजुर सबै गरेर हो सर। हजुर ट्याक्सहरू सबै गरेर चाहिँ तपाईँको वर्षको 9,469। हजुर हजुर ड्युअल ब्यान्डको राउटर, त्यसमा 100 MBPS को स्पिड हो नि त म्याम? 100 MBPS स्पिड। हजुर तपाईँहरूले हेर्नुभयो होला साथीहरू, वाइफाई नेपाल चाहिँ नेपालकै सस्तो वाइफाई हो रहेछ कि होइन रहेछ तपाईँहरूले आफैले बुझ्नुभयो। अब हेर्नुहोस् साथीहरू, 9,469 भन्नुभयो म्यामले। 469 डिभाइडेड बाई 12 भनेपछि तपाईँको 100 MBPS को स्पिडको ड्युअल राउटर भएको वाइफाई नेपालको वाइफाई चाहिँ तपाईँको महिनाको चाहिँ हिसाब गर्नुभयो भने 789 रुपैयाँ पर्ने रहेछ तपाईँको सबै ट्याक्स गरेर। र तपाईँको वेबसाइटमा गएर पनि बुझौँ है त हामी। वाइफाई नेपालको वेबसाइटमा जाउँ, वाइफाई नेपाल भनेर सर्च गर्नु होला। ल साथीहरू, हामी चाहिँ वाइफाई नेपालको वेबसाइटमा आइपुगेको छौँ। आज चाहिँ यो वाइफाई नेपालको वेबसाइट खोल्न चाहिँ अलिक टाइम लागिरहेको थियो है साथीहरू। र यसमा तपाईँहरूले यो प्लानहरू देख्न पाउनुहुन्छ। यो मेनुमा जानु होला। डिलदार अफरमा चाहिँ तपाईँको चाहिँ 80 MBPS को इन्टरनेट चाहिँ
RS 2966 रुपियाँ पर मन्थ र तपाईँको 50 MBPS इन्टरनेट चाहिँ RS 2740 रुपियाँ पर मन्थ रहेको छ र तपाईँको 24 महिना अफरमा चाहिँ तपाईँको 80 MBPS को इन्टरनेट चाहिँ RS 11865 रुपियाँ रहेछ र तपाईँको 50 MBPS को चाहिँ 8475 रहेछ र यो डिलदार अब झनै शानदार अफरमा चाहिँ तपाईँको 80 MBPS को इन्टरनेट चाहिँ RS 4068 रुपियाँ 3 महिनाको रहेछ र तपाईँको 80 MBPS को इन्टरनेट 6 महिनाको चाहिँ 5311 रहेछ र तपाईँको 80 MBPS इन्टरनेट चाहिँ 8475 रुपियाँ 12 महिना र त्यसमा तपाईँको 1 महिना थप भएर आउने रहेछ र तपाईँको 50 MBPS इन्टरनेट चाहिँ RS 3503 रुपियाँमा 3 महिनाको र 50 MBPS को 4068 रुपियाँ 6 महिनाको र तपाईँको 50 MBPS को इन्टरनेट 6215 रुपियाँ 12 महिना र तपाईँको थप भएर 1 महिनाको आउने रहेछ र यसरी हेर्दाखेरि साथीहरू तपाईँको वाइफाई नेपाल सस्तै लाग्यो र आजको यो भिडियोबाट तपाईँहरूले के जान्नुभयो भने साँच्चीकै वाइफाई नेपालकै सस्तो वाइफाई रहेछ त। खासमा भन्नुपर्दाखेरि तपाईँहरूलाई चाहिँ यो पोलिसी गरेको हुन्छ प्रायः सबै वाइफाईहरूले। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? भिडियो मन पऱ्यो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनकि हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ यस्तो भिडियो बनाउनलाई। फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियोमा बाई बाई।